हेलो टासिडीले एभ्रिवान कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला है। मेरो चाहिँ लन्च टाइम भइरहेको छ भयो। अब चाहिँ म स्टार्ट गर्नु लागेको। आज चाहिँ मैले मोमो बनाएको छु। मैदाको मोमोले चाहिँ ग्यास हुन्छ, त्यही कारणले मैले आटा, यो आटा पनि यहाँ चाहिँ आटा कस्तो मैदै पाउँछ, सायद सेतो हुन्छ कि। यो चाहिँ इन्डियन सोपबाटै ल्याएको मैले रातो आटा, त्यसको बनाएको छु हो। यहाँ चाहिँ मैले कोपीहरू चाहिँ अरू बेला चाहिँ सबै मिक्सीमा हाल्थेँ, मिक्सीमा हालेर बनाउँथेँ, कटिङ गर्थेँ होइन। कोपी प्याज सबै मिक्सीमा चाहिँ एकदम मिहिन भएको कारणले गर्दा टेस्ट चाहिँ कस्तो खालके आउने होइन, त्यही कारणले आफ्नै हातले कटिङ गरेको छु हो। खाएर हेर्छु अन्त भन्छु ल, खाइ ल। यसको टेक्सचर हेर्नुहोस् त है, यो भित्र फिलिङ चाहिँ मैले के गरेको छु। मलाई चाहिँ साह्रो मिन प्याज मन पर्दैन, अलिकति ठुलो ठुलै मनपर्छ, साह्रो ठुलो पनि होइन। कोपी पनि हो। अन्त भेजिटेबल्सहरू चाहिँ म क्यारेक क्यारेक टाइपकै मनपर्छ, ज्यादा पकाएको मन पर्दैन नि त। आर्टिकल चाहिँ पाकेकै मनपर्छ मलाई सब्जीको मोमो चाहिँ। यहाँ चाहिँ मैले एउटा के हालेको छु भन्नु त, दही फटाइकन छेना बनाइकन त्यो पनि मिक्स गरेको छु। यहाँ मिठो भएको छ। सेतो देख्नु हुँदैछ छेना, मिठो भएछ। एउटा दिदीले सिकायो नि त कि फटाएर अचार खाऊ न भनेर, के अन्त होइन, यसमा चाहिँ मोमोमा हाल्छु, छेनाको मोमो खानु भएको होला तपाईँहरूले पनि है। दामी हुन्छ छेना हालेर मोमो। सब्जीको मोमो चाहिँ छेना हालेको दामी हुन्छ। त्यसरी खाएको यसले भनिदियो होला मेरो साथीहरूले होइन, छ नि त यहाँ एक दुईजना। तैँले खाएको देखेर मलाई थुकायो, त्यसरी नजला हामीलाई, जिउँदै नमार भन्छ साथीहरूले हो इनबक्समा आएर। तिनीहरूको लागि मै खाइदिएको। बेला बेला त खानु पनि त पऱ्यो नि त है।